म 24 सेकेन्डमा आइदिया। फेरि विराज भट्टको एउटा नयाँ मुभी आएको छ, बकवास मुभी भन्नुपर्छ। क्रिन्च, पुरै कपी, पुरै यो साउथ इन्डियन मुभीको कपी गरेको, सबै आइडियाहरू चोरेको मुभी भन्नुपर्छ यसलाई चाहिँ। र यो राम नाम सत्य मुभीको ट्रेलर पनि भर्खरै 2-3 दिन अगाडि रिलिज भएको छ र युट्युबमा धेरै राम्रो यसले भ्युज पाइरहेको छ। र यो मुभीको टिजर र गीतहरू पनि राम्रो ट्रेन्डिङमा चलिरहेको छ युट्युबतिर। तर यो मुभी चाहिँ हामी नेपाली दर्शकहरूको लागि बनिएको होइन क्या। हामी नेपाली दर्शकहरूले यस्ता मोला बकवास, यस्ता झिङ्गा मुभी हेर्ने नै होइन, हामीलाई रुच्दैन पनि। र हामी यस्तो एक्सपेक्टेसन पनि राख्दैनौँ कि यस्तो खालको मुभी पनि कुनै नेपाली मुभी इन्डस्ट्रीबाट निक्लेर आउँछ हामी नेपाली दर्शकहरूको लागि। हामीलाई साउथ इन्डियन मुभी, त्यसपछि हलिउड मुभी, त्यसपछि बलिउड मुभी, त्यसपछि त्यस्तै मुभीहरू जुन चाहिँ साइफाई, थ्रिलर, क्राइम, त्यसपछि हररहरू हुन्छ। धेरै दामी सिनेमेटोग्राफीहरू, सङ पनि त्यति नै राम्रो, डायलग, एक्सनहरू पनि त्यति नै राम्रो, सस्पेन्सहरू, एक्टरहरू, एक्टिङहरू पनि त्यस्तै नै राम्रो खालको हामी हेर्ने मान्छेले यो विराज भट्ट, सिराज भट्ट यो पुरानो हिरोको मुभीहरू हेर्न हामीहरूलाई रुच्दैन, हामी मन पनि पराउँदैनौँ। र भर्सके यस्तो मुभीहरू नेपाली मुभी इन्डस्ट्रीबाट ननिक्लेर नेपालमा चाहिँ रिलिज नभइदिए पनि हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। अब मैले किन यो मुभीको बारेमा यस्तो भनिरहेको छु भनेर तपाईँको मनमा जिज्ञासा उत्पन्न भयो होला। आज हामी यही ट्रेलरको रिभ्यू गरेर मुभी वास्तवमा कस्तो हुनेछ भन्ने कुरा पत्ता लगाउनेछौँ। र मुभी नेपाली इन्डस्ट्रीमा, नेपाली सिनेमाघरहरूमा कतिको राम्रो चल्छ, कतिको दर्शकहरूले चाहिँ राम्रो रेस्पोन्स दिन्छन्, कतिको चाहिँ यो मुभीले बक्स अफिस कलेक्सन गर्न सक्छ भन्ने कुरा हामी आजको यो भिडियोमा रहेर चर्चा गर्नेछौँ। नमस्कार, मेरो नाम सागर मण्डल हो र तपाईँलाई स्वागत छ आजको यो भिडियोमा। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला र भिडियो मन परे भिडियोलाई लाइक र कमेन्ट पनि गर्नु होला। चैत्र 27 गतेतिर यो राम नाम सत्य मुभी रिलिज हुन गइरहेको छ र अहिले चाहिँ पुरै एकदम ढिन्डोरा पिटेर यो मुभीको चाहिँ विज्ञापन गरिएको देखिन्छ। युट्युब हुँदीतिर, इन्टरभ्यूतिर, सबैतिर राम नाम सत्य के चर्चा सुनिरहेछ। र यो राम नाम सत्यको सङहरूले, टिजरहरूले, ट्रेलरहरूले धेरै राम्रो रेस्पोन्स पाइरहेछन्, भ्युज धेरै राम्रो पाइरहेछन्, अडियन्सहरूले लाइक पनि गरिरहेछन्, कमेन्ट पनि गरिरहेछन्, हेरिरहेछन् पनि। र राम नाम सत्यका टिमहरू पनि मक्ख छन् नेपाली दर्शकहरूको यति धेरै उत्साह र माया पाएर। यो राम नाम सत्य मुभी वास्तवमै नेपाली अडियन्सहरूको लागि एकदम सरप्राइज र नयाँ खालको छ। किनभने नेपाली मुभी इन्डस्ट्रीमा हालसम्म यस्तो खालको कुनै पनि मुभी बनिएको छैन। त्यसको लागि तपाईँले यदि एग्रिमेन्ट गरेर लेखेरै लिन चाहनुहुन्छ भने म त्यसको लागि पनि तयार छु। यो राम नाम सत्य मुभीमा इन्क्लुड भएका अथवा जसले पनि खेल्नु भएको छ, जसले पनि किरदार निभाउनु भएको छ यो मुभीमा चाहिँ सबैको एक्टिङ, एक्सन, डायलगहरू बवालै छ। तपाईँले विराज भट्टको पछिल्लो 12 गाउँ मुभीमा पनि एक्टिङ, एक्सनहरू देख्न सक्नुहुन्छ, डायलगहरू देख्न सक्नुहुन्छ। त्यहाँबाट पनि तपाईँले एनालाइज गर्न सक्नुहुन्छ कि विराज भट्ट अब पुरानै जमानाको हिरो नभएर अहिलेको जमानाको जेन्जीहरूको लागि पनि एकदम इन्सपिरेसनल र यङ भएर नयाँ अवतारमा देखा परिराख्नु भएको छ। त्यसै गरी यो राम नाम सत्यमा पनि त्यति नै जोस, त्यति नै जागर चलाएर विराज भट्टले काम गरेको देखिन्छ। सुशील श्रेष्ठले पनि त्यति नै राम्रो भूमिका र त्यति नै राम्रो लिड रोलमा खेल्नु भएको छ। उहाँको भूमिका पनि यो मुभीमा एकदमै धेरै रहेको कुरा चाहिँ हामी ट्रेलर र टिजरमा पनि देख्न सक्छौँ। त्यसै गरी सुनिल थापा जो चाहिँ अहिले हामी माझ हुनुहुन्न, उहाँको पनि एक्टिङ, डायलगहरू र उहाँको किरदार, उहाँको भूमिका पनि एकदमै राम्रो, एकदमै पर्फेक्ट बसेको मैले चाहिँ एनालाइज गरेको छु। हामी सबैलाई थाहा नै छ उहाँले बलिउड इन्डस्ट्रीमा पनि मुभीहरू खेल्नु भएको छ र उहाँ कति प्रतिभाशाली हुनुहुन्छ भन्ने कुरा हामी नेपाली दर्शकहरूले भनेर साध्य हुँदैन क्या। त्यो लेभलका एक्टर हुनुहुन्थ्यो जसलाई चाहिँ हामी कसैले पनि इग्नोर गर्न सक्दैनौँ। त्यसै गरी भर्खरै हाम्रो टिकटक स्टार, टिकटके भाइ भन्नुपर्छ आयुष, उसलाई पनि हामी यो मुभीमा देख्न पाउनेछौँ र उसको पनि एकदमै महत्त्वपूर्ण किरदार र भूमिका रहेको छ यो मुभीमा। मेन लिड एक्टरकै रूपमा ऊ पनि परिचित भएको छ यो मुभीमा। र यो सबै पर्फेक्ट एक्टरहरू रहेको यो मुभी त्यति राम्रो भने छैन। हामी नेपाली दर्शकहरूलाई बानी भइसकेको छ इन्डियन 100 करोड, 200 करोड, 300 करोडमा बनेको मुभीहरू हेर्ने। त्यही भएर हाम्रो लागि यो चान्चुने झिङ्गा फटेङ्ग्रा जस्तो मुभी हो क्या। यो वास्तै गर्नु हुँदैन, हामीलाई मन पनि पर्दैन।
किनकि कम बजेटमा बनेको मुभी हो यो। नभए पनि 7-8 करोड मात्र नेपाली लगानी लागेको होला यो मुभीमा। मात्र त्यति पैसामा हामीहरूले यतिसम्मको योसम्मको लेभलको रिजल्ट पाएका छौँ मुभीमा। यो कुनै साउथ इन्डियन या बलिउड मुभी भन्दा कम छैन। मात्र नेपाली 7-8 करोड र इन्डियन भन्नुपर्दा धेरै भए 5 करोडमा बनिएको यो मुभीले नेपाली मात्र होइन बलिउड, हलिउड, साउथ इन्डियन मुभीसम्मलाई टक्कर दिन योग्य छ। के कुरा चाहिँ छैन यो मुभीमा, तपाईले मज्जाले ट्रेलर हेर्नुस्, त्यो सबै देख्न पाउनुहुनेछ। केही पनि छुटेको छैन यो मुभीको ट्रेलरमा। हामी नेपाली दर्शकहरूको लागि यो मुभी गर्वको कुरा हो, किनकि सानो बजेटमा हामी नेपालीहरूले कस्तो सम्मको रिजल्ट, कस्तो सम्मको प्रेजेन्टेसन, कस्तो सम्मको एक्सन, सिनेमेटोग्राफी, कलर ग्रेडिङ, डायलगहरू, स्टोरीहरू बनाउन सक्छौं भन्ने कुरा यो मुभीले देखाइरहेछ। तपाईले यो मुभी भित्र कम्बो सेट देख्न पाउनुहुनेछ। तपाईले यो मुभी भित्र एक्सन पनि देख्न पाउनुहुनेछ, त्यो पनि साउथ इन्डियन लेभलको। तपाईले यो मुभी भित्र ड्रामा पनि देख्न पाउनुहुनेछ, त्यो पनि बलिउड लेभलको। तपाईले यो मुभीमा थ्रिल पनि, सस्पेन्स पनि देख्न पाउनुहुनेछ, त्यो पनि साउथ इन्डियन र बलिउड जस्तै। यदि तपाईहरुलाई सेन्टी एकदम इमोसनल सीनहरु हेर्न मन लाग्छ भने यो मुभी भित्र त्यो सीनहरु पनि, त्यो स्टोरी पनि समावेश गरिएको छ। अब तपाईहरुलाई एकदम साउथ इन्डियनको त्यो कालो कालो त्यो केजीएफ, त्यसपछि पुष्पा जस्तो सीनहरु, त्यस्तो कलर ग्रेडिङ चाहिएको छ भने यो मुभीमा त्यो पनि छ। अब तपाईहरुलाई बुम खालको चियर अप नै गर्ने खालको साउन्ड क्वालिटी चाहिन्छ भने यो मुभीमा त्यो पनि छ। तपाईले ट्रेलर हेर्नु भएको छैन भने हेडफोन लगाएर हेर्नु होला। तपाईले मुभी हेर्न सिनेमा हलमा जानु भयो भने चिच्याउनु हुन्छ, कराउनु हुन्छ, सिटी मार्नु हुन्छ क्या, त्यस्तो खालको साउन्ड क्वालिटी छ। त्यही भएर हामी नेपाली दर्शकहरूको लागि यो मुभी उचित छैन, योग्य छैन, हेर्ने लायक नै छैन क्या। किनभने यो मुभी कम बजेटमा सुपर डुपर हिट हुने खालको, यहाँसम्म कि हिन्दीमा डब गरेर इन्डियामा पनि प्रदर्शनमा ल्याउन सकिने खालको मुभी बनिएर तयार भएको छ। मैले अर्को एउटा कुरा बुझ्न नसकेको के हो भने माइकल चन जस्तो डाइरेक्टर अहिलेसम्म कहाँ हुनुहुन्थ्यो? यो भन्दा अगाडि यस्तो मुभी हाम्रो नेपालमा किन भित्राइएन? यदि पहिला नै यो सबै काम गरिसकेको भए, यस्तो खालको मुभीहरू रिलिज गरेको भए, बनाएको भए, हामी साउथ इन्डियन मुभीहरूको तारिफ नै गर्दैनथ्यौं, बलिउड मुभीहरूको तारिफ नै गर्दैनथ्यौं। यदि यस्तै मुभीहरू बनिएर नेपालमा प्रदर्शनमा आएको भए हामी विदेशी मुभीहरूको प्रतीक्षा नै गर्दैनथ्यौं, हामी विदेशी मुभी हेर्न सिनेमा हलमा जाँदैनथ्यौं, हामी नेपाली मुभी नै प्रतीक्षा गरेर, वेट गरेर, महँगोमा टिकट खरिद गरेर हामी हेर्न जान्थ्यौं। तर हामी नेपाली दर्शकहरूलाई विदेशी मुभी हेर्ने बानी भइसकेको छ। हामीहरूले चाहेको कुराहरू विदेशी मुभीमा देखा परिरहेको छ। त्यही भएर हामीलाई यो मुभी त्यति धेरै खास, त्यति धेरै सरप्राइजिङ लागिरहेको छैन होला। तर सर्टकटमा एकदम इजी स्टेपमा भन्नुपर्दा यो मुभी साँच्चै नै नेपाली मुभी इन्डस्ट्रीको सबैभन्दा राम्रो एक्सन, थ्रिलर, सस्पेन्स, इमोसनल मुभीको क्याटेगोरीमा पर्छ। मुभी बब्बाल हुनेवाला छ, सिनेमा हल नै बब्बाल हुनेवाला छ। एक्टरहरूको एक्टिङ, मुभीको स्टोरी, मुभीमा समावेश भएको ती सबै कुराहरू बब्बाल छ। मैले केही पनि त्यस्तो केही गल्तीहरू भेटेको छुइनँ। मलाई सबै कुरा मन परेको छ। त्यही भएर मैले चाहिँ यति धेरै एक्सप्लेन गरेर मैले मेरो मनकै कुरा भनिरहेको छु। मुभीको ट्रेलर नै हेरेर मैले अनुमान गर्न सके कि यो मुभी कस्तो हुनेवाला छ। हामी नेपालीहरूले चाहेकै यस्तै हो र डाइरेक्टर माइकल चन जस्तै हाम्रो नेपाली मुभी इन्डस्ट्रीबाट अरू पनि डाइरेक्टरहरू निक्लियोस् भन्ने हामी चाहन्छौँ। हामी सबैजना यो राम नाम सत्य मुभीको पक्षमा छौँ। हामी सबैजनालाई यो राम नाम सत्य मुभी हेर्न एकदमै उत्साह उत्पन्न भइरहेको छ। सबै राम नाम सत्य मुभीका टिमहरूलाई एकदम बेस्ट अफ लक, गुड लक, शुभकामना छ। चैत्र 27 गते मुभी लभरहरूको लागि, विराज भट्ट लभरहरूको लागि, टिकटक स्टार आयुष सिंह ठकुरीको फ्यानहरू, सुशील श्रेष्ठको फ्यानहरू, लेट सुनिल थापाज्यूको फ्यानहरू सबैलाई म यति मात्र भन्न चाहन्छु कि चैत्र 27 गते रिलिज हुन गइरहेको यो मुभी तपाईहरुले पनि हेर्नु होला र यो भिडियोको कमेन्टमा आएर फेरि मुभी कस्तो थियो, मैले भनेको जस्तो थियो थिएन र मैले भनेको कुराहरू तपाईलाई राम्रो लाग्यो कि लागेन, मुभी हेरिसकेपछि आएर मेरो भिडियोको कमेन्टमा लेख्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। तर मुभी यस्तै हामी नेपाली दर्शकहरूले हेर्न चाहन्छौँ। यति कुरा चाहिँ याद राख्नु होला। भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला, भिडियोलाई लाइक पनि गर्नु होला, च्यानल सब्स्क्राइब गर्नु होला यदि नयाँ हुनुहुन्छ भने। हस्त, धन्यवाद। अर्को मुभीको ट्रेलरमा यस्तै कुरा गर्नुपर्छ।